1 2 3 भन। तिम्रो नाम के? आनन्द माझी। एकदम स्पष्ट रूपले भन न। घर सरलाई। अनि तिम्रो बुवाको नाम? के गर्नुहुन्छ उहाँ? हजुर हजुर बित्यो। तिमी एक्लै छौ? मम्मी? मम्मी के गर्नुहुन्छ? अनि तिमीलाई पढ्न पर्छ भन्ने मम्मीले नि सिकाउनु भएन कि अथवा समुदाय अथवा गाउँपालिका अथवा नगरपालिका महानगरले सिकाएन? हजुर। कति क्लासमा पढ्छौ? 3 क्लासमा। तिमीलाई सबैभन्दा सब्जेक्ट कुन मनपर्छ? सब्जेक्ट कुन मनपर्छ? हाम्रो आफ्नो पढाउने टिचरले तिम्रो 8वटा सब्जेक्ट छ कि कतिवटा छ? सबैभन्दा सब्जेक्ट कुन मनपर्छ? विषय तिमीलाई पढाउने विषय सबैभन्दा कुन? मेरो टिचर आउँदाखेरि पढाउनु पर्छ भनेर इन्ट्रेस्ट लाग्छ? हजुर सर अत नि कुन सब्जेक्ट इन्ट्रेस्ट लाग्छ? एकदम चाहना चाहिँ कुन सब्जेक्टमा हुन्छ तिमीलाई? तिमीलाई जस्तै अब तिमी 10 बजी स्कुल जान्छौ, 10:45 मा एउटा सब्जेक्ट हुन्छ, 45 मिनटको एउटा पिरियड होला, अनि त्यहाँदेखि अर्को पिरियडको होला। सबैभन्दा तिमीलाई सब्जेक्ट मनपर्ने कुन सरले पढाउँदाखेरि के इन्ट्रेस्ट लाग्छ? कुन सरको एकदम इन्ट्रेस्ट लाग्छ पढाउँदाखेरि? अरू सरले गाली गर्लान् अथवा पिट्लान्? हजुर विजय। अनि विजय पछि के छ? पासवान। हाम्रो सरलाई अथवा तराईकै हुनुहुन्छ हैन? तिमी ठिक छौ? अनि तिमी आऊ मेरो कान्छो। दाजुभाइ यहाँ आऊ न। आफ्नो दाजुभाइ त हो नि। आऊ। तिमीलाई चाहिँ सबैभन्दा टिचरले कुन चाहिँले पढाउँदाखेरि इन्ट्रेस्ट लाग्छ? हामी त पढ्दैन। तिमी चाहिँ पढ्दैनौ? हो पढ्नुपर्छ है। मान्छे झिल्कै छौ। साउथ इन्डियनको अल्लु अर्जुन भन्दा पनि खतरा हिरो देखिन्छौ पछि। तर सधैँ यही लाइनले हुँदैन मेरो कान्छो। तिमी आऊ त। तिमी त्यहाँ पढाउने टिचरको। अनि पासवान सरले कुन सब्जेक्ट पढाउनुहुन्छ? आऊ न आऊ तिमी। आऊ न कान्छा। त्यो त यार नसरी नि पर्छ मेरो कान्छा। तिमीलाई मैले यति रिक्वेस्ट गरेको छु आऊ न। आऊ न यहाँ यार। यहाँ उज्यालो देखिन्छ नि, झिल्के देखिन्छ नि त कान्छो। यहाँ आऊ। तिमीलाई कुन चाहिँ टिचर के पासवान अरे? विजय पासवान। कुन सब्जेक्ट पढाउनुहुन्थ्यो? कुन सब्जेक्ट पढाउनुहुन्थ्यो? कान्छो कुन सब्जेक्ट पढाउनुहुन्थ्यो? इङ्ग्लिस, सोसियोलोजी। तिमीले यार त्यो होइन नि यार। सबै सब्जेक्ट त पढाउनु। नेपाली भिन्दै हुन्छ, इङ्ग्लिस भिन्दै हुन्छ, म्याथ हुन्छ, मैथिली हुन्छ। हजुर। अब आइन्दा म यस्तो बेच्ने छैन। मोही दही पानी चुरोट पानी होइन चुरोट पनि नहुन पानी चिया यो बेच्छु भन नि त। यो केमिकलहरू चिजहरू राख्दिनँ। मेरो अङ्कल भन त एकचोटि कति राम्रो हुन्छ मेरो कान्छो? यो केमिकल राख्दैन अङ्कल। चिया यस्तै फलफुल खान्छु अङ्कल। फलफुल पनि दिन्छु। ऊ हाम्रो भाइले मलाई चाहिँ दिएछन् भने जस्तै आँप मलाई पनि दिएछन् नि त। मेरो भाइले कति माया गरेर दिएछन्। यस्तै चाहिँ हामी बेच्छौँ भन न। यस्तै हामी बेच्ने। भोलिदेखि चाहिँ एकदम पढ्न परेको छ। भोलि मेरो चाहिँ फोन नम्बर ल्याऊ, व्हाट्सएपमा ल्याऊ। तिमीहरूलाई प्रब्लम पऱ्यो भने मलाई भन ल। हुन्छ ल हस् त धन्यवाद। तिमी यता आऊ। तिमी यता आऊ न। तिमी झिल्के मान्छे झन्। नमस्ते गर हल्का अङ्कल भन। हेर त प्लेन आएछ। तिमीहरूको लागि प्लेन पनि आइदिइसक्यो। थ्याङ्क यू वेलकम भन। हो आएछ त।